अनि यो दिउँसो र मासु चाहिँ नि खासमा हजुर दिउँसो र मासु चाहिँ नि यो झोलीदुम्बा किन कस्नु भएको एकदम कस्ने बेला भएन हौ भान्जा पनि कस्तो थाना भए जस्तो हुनुहुन्छ भने नि होइन अनि मतलब यतिखेर त अब अनि के गर्नलाई त अनि यो अब गाई दुने बेला भयो गाई दुनुभन्दा अगाडि अँ, अब यो बिहान माझेर राखेको भाँडा अँ, दुध दुने मिसिन हो नि त यो त अँ, अनि यिनीहरूलाई एकपल्ट दुनुभन्दा अगाडि सरसँगले सफा गर्नुपर्छ क्या भान्जा अँ, यसरी नि जसरी दुइन्छ नि अँ, त्यसै गरेर अब बिहान यो तातो पानीले तताएर होइन अँ, यसलाई ब्रस सरस लगाएर हेर्नु अहिले कति टलक्का छन् यिनीहरू अँ, छन् नि छन् टलक्का छन् छन् त्यसरी माझेर राख्यो यहाँ झुन्ड्या यो बाहिर अँ, अब त बाहिर झुन्ड्याउँदा के छोयो के भयो झिङ्गा बसे होला झिङ्गा नि। बसे अँ, अब दुनुभन्दा अगाडि अँ। ठ्याक्क फेरि सफा गर्नु एकचोटि फेरि सफा गरेर अनि मात्रै गर्नु यो अब म मिसिन खोल्छु अँ, पहिला धुएर पारेर हो क्या फेरि गर्दा। अँ, दुनुभन्दा अगाडिको कुरा अँ, दुनुभन्दा अगाडि फेरि सफा गर्ने अँ। एकचोटि सबै सिस्टम सफा गर्ने अनि फेरि गर्ने होइन त फेरि दुनु। ए यसरी सफा गरेपछि चाहिँ यसो यो पाइप भयो यहाँ भएको फोहोर यसले पनि ठिक 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 भन्दैछ। भन्दैछ यसलाई गयो अँ, अब यसको पालो आयो ए यसको पालो आयो अब यसलाई हटाउने त मान्छेले हल्का यसो पसिना पखाल्नको लागि नुहाउँदाखेरि खलङ मलङ नुहाउने भन्छन् नि हो त्यसलाई पनि खलङ मलङ सफा गर्ने रहेछ नि अँ, खलङ मलङ सफा गर्ने होइन अँ, अब यहाँबाट त्यो चाहिँ निकाल्नु पर्दा मेरो माइलीले भन्नुहुन्छ कता पहिले होइन अँ, अब यहाँ हेर्नु यहाँ आयो पानी अँ। त्यही मात्रै ए पानी क्लियर आउँदो रहेछ नि सफा पुरै त्यो अघि नै बिहानै अब राम्रो यसो सफा गर्दाखेरि भएको। त्यो मिसिनी सफा भयो अँ, भाँडा पनि सफा भयो अँ, एकैचोटिमा अँ, झन्झट छ कि भन्दा झन्झट मिसिनबाट गाई दुने त भनौँ कि अँ, झन्झट छ चर्को चर्को छ अब अँ, अब त्यो पानी फ्याँकिएर यहाँ लगाइयो अँ, अब यो दुनलाई तयार भयो अँ। यो लगेर उता गाईलाई अब दुनमा लगाउँदा भयो अँ, अब यसो पानी चाहिँ फ्याँक्नु पर्यो अँ, यो चाहिँ दुनको लागि तयारी उम्। ए मान्छेले भन्छन् नि दोहोएर हाल्दैनन् नि दुधमा पहिले बाल्टीमै पानी राखेर दुन्छन् भन्छन् तपाईँको चाहिँ त्यो त्यही हो कि क्या हो यो चक्कर होइन नि कहाँ त्यस्तो गर्नु भन्दा त्यति सोझी माइलो बाबको जिताउने तपाईँ त्यो त अगाडि नै बाल्टीमा पानी हालेपछि त यहाँ हेर्नु ए त्यो पानी चाहिँ फाल्ने हो पुरै अब सफा उम्। मतलब सफाको लागि मात्रै हो पानी सफाको लागि मात्रै हो मेरो भान्जा भान्जीलाई म त्यो दुने बाल्टीमा पहिले नै पानी राख्नलाई चाहिँ होइन यो गर्नु गएर बोलाएर भुसी पालेर होइन